नमस्कार, म डाक्टर आदित्य आज हजुरहरूको अगाडि उपस्थित भएको छु नयाँ नलेज, नयाँ जानकारी लिएर। आज हामी सुजोग थेरेपीको बारेमा अलिकति जानकारी पाउनेछौँ। सुजोग थेरेपी भनेको के हो? सुजोग थेरेपीले हामीलाई कुन बिरामीलाई निको पार्नमा सहयोग गर्छ र सुजोग थेरेपीलाई हामीले हाम्रो डेली लाइफमा कसरी अपनाइँदै हामीले कसरी त्यसको उपयोग गर्न सक्छौँ। सुजोग भनेको एउटा कोरियन थेरेपी हो जसमा सु भनेको हात र जोग भनेको खुट्टालाई जनाइन्छ। हात र खुट्टा किन? अब हाम्रो हात र खुट्टामा हाम्रो शरीरको हरेक पार्टको हरेक अर्गनको एक्युप्रेसर पोइन्ट्सहरू जोडिएको हुन्छन्। जसरी कि मैले हाम्रो पहिलाको भिडियोहरूमा तपाईँलाई भनेको थिएँ कि हाम्रो शरीरमा लगभग 500 भन्दा पनि माथिहरू एक्युपोइन्ट्सहरू हुन्छन्। त्यसरी नै हाम्रो हात र खुट्टामा पनि धेरै पोइन्ट्सहरू हुन्छन् जसले एक अर्कालाई जोडेर हाम्रो समस्यालाई सल्भ गर्न हामीलाई हेल्प गर्दो रहेछ। अब हामी हेर्छौँ सुजोग थेरेपीमा हाम्रो हात र खुट्टामा कसरी कुन पोइन्ट कहाँ देखिन्छ त्यो म हजुरहरूलाई यो तस्विरको माध्यमबाट सम्झाउन ट्राई गर्छु। अब हामीले यो तस्विरमा हेर्दाखेरि सु भनेको हात देखिन्छ। हात भनेको हाम्रो थम्बमा हाम्रो टाउकोको सबै एक्युप्रेसर पोइन्ट्सहरू जोडिएको हुन्छ। त्यसरी नै हाम्रो हातको फिङ्गर्सहरूमा हात, लेफ्ट ह्यान्ड, लेफ्ट फुट, राइट ह्यान्ड, राइट फुट पनि देखिन्छ। त्यसरी नै हाम्रो पाममा जाँदाखेरि हाम्रो शरीरमा भएको सबै अर्गन्सहरू जसरी फोक्सो, मुटु, इन्टेस्टाइन, गल ब्ल्याडर, पेन्क्रियासहरू सबै देख्न गइन्छ। अब हामीले यो पोइन्ट्सहरूलाई स्टिमुलेट गर्नलाई कि त हातबाट कि कुनै डिभाइसबाट यो पोइन्ट्सहरूमा इन्डिभिजुअल पोइन्टहरूमा हामीले प्रेसर दियो भने त्यो प्रेसर पोइन्टहरूले हामीलाई यो पोइन्ट्सहरूलाई स्टिमुलेट गर्न मद्दत गर्छ र हाम्रो बिमारीलाई सजग बनाउन अलिकति हामीलाई सहयोग गर्छ। त्यसरी नै जाँदाखेरि जोग भनेको हाम्रो खुट्टाको पोइन्टहरू हुन्छ जसमा हामी हेर्न सक्छौँ हाम्रो खुट्टाको थम्ब भनेको हेड, खुट्टाको चार अङ्गुला भनेको राइट फुट, लेफ्ट फुट, राइट ह्यान्ड, लेफ्ट ह्यान्ड भयो। तपाईँको बिचको हाम्रो पैताला भनेको त्यसरी नै जसरी हाम्रो हातमा थियो त्यसरी नै अर्गन्सहरू भयो जसरी कि लिभर, गल ब्ल्याडर, ड्युडेनम, पेन्क्रियास, स्प्लिन एसेट्रा एसेट्रा। अब यो पोइन्ट्सहरूलाई हामीले स्टिमुलेट गर्दाखेरि हाम्रो बिमारीहरूलाई धेरै सहयोग, धेरै जस पाइन्छ। हामीले अझै डिटेलमा हेर्दाखेरि यो साना साना बिन्दुहरू हाम्रो हातमा भएका सबै अर्गन्सहरूको पोइन्ट्सहरू हुन्। अब यसमा हेर्नुहोस् हाम्रो यतिवटा धेरै पोइन्ट्स हाम्रो हातमा हुन्छ। अब यो पोइन्ट्सलाई हामीले इस्तेमाल कसरी गर्ने हामी अब त्यो बुझ्न जानेछौँ। अब सुजोग पोइन्टलाई हामीले हाम्रो डे टु डे लाइफमा कसरी इस्तेमाल गर्छौँ म हजुरहरूलाई त्यसको बारेमा पनि अलिकति नलेज दिन चाहन्छु। अब सपोज हामीलाई टाउको दुखाइ भएको छ। अब फर्स्ट कुरा हामीलाई थाहा हुनुपर्ने भनेको यो टाउको दुखाइ मलाई किन भयो? कि यो टाउको दुखाइ मेरो साइनसले गर्दा हो कि यो टाउको दुखाइ मेरो टेन्सन अथवा स्ट्रेस अथवा एङ्जाइटीले गर्दा हो कि मेरो कुनै अर्गनमा केही प्रब्लम भएर मलाई टाउको दुखेको हो कि मेरो बडीमा पानीको कमीले मेरो टाउको दुखेको हो। हामीलाई त्यो थाहा पाएपछि हामीले त्यो निम्ति हाम्रो कुन अर्गनमा यदि हाम्रो अर्गन सम्बन्धित हो भने अथवा स्ट्रेस एन्जाइटी सम्बन्धित हो भने हाम्रो कुन पार्टमा कुन अर्गनमा हाम्रो हातमा अथवा खुट्टामा त्यो अर्गनको पोइन्टलाई खोजेर त्यो पोइन्टलाई स्टिमुलेट गरेर हाम्रो टाउको दुखाइलाई कम गर्न सक्छौँ। अब नेक्स्ट हाम्रो सुजोग थेरेपी के बिरामीमा उपयोग हुन्छ त्यो पनि हामी जान्न सक्छौँ। जसरी हाम्रो सुजोग थेरेपी भनेको टाउको दुखाइ, नसा सम्बन्धित प्रब्लम्सहरू जसरी कि इन्सोम्निया, निद्रा नलाग्ने, मुख पागिएको, बेल्स पाल्जी, लम्बर डिस्क स्पन्डिलाइसिस भनेको तलको ढाड दुख्ने, खुट्टा झमझमाउने, घोडा दुख्ने, बाथ रोग अरू निम्न नसा सम्बन्धित बिमारीहरूलाई हामीले सुजोग थेरेपीबाट अलिकति मद्दत लिँदै कम गर्न सक्छौँ। धन्यवाद।